मर्निङ सबैजनालाई नमस्कार। आज चाहिँ फागुन 17 गते 2082 साल फागुन 17 गते अनि आज चाहिँ छोरीको बर्थडे। मेरो काली मुसुडी सुतिरहेकी छ हैन। छोरी ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे, ह्यापी बर्थडे, ह्यापी बर्थडे टु यु। खै थ्याङ्क यू भने हामीलाई यता हेरेर थ्याङ्क यू भन। खै यता अनि नमस्कार गरे खै पापा मामुलाई नमस्कार भन। खै ह्यापी बर्थडे आज छोरीको 5 वर्ष लागिन् छोरी 4 वर्ष लागिन्। यता भाइ यहाँ छ काले दिदीले ह्यापी बर्थडे भन्। ए दिदीले ह्यापी बर्थडे भन्दैन निन्द्रामै छिन् छोरी निन्द्रा। खोइ म बोक्छु अब म छोरीलाई। खोइ ह्यापी बर्थडे हाँस थोरै मस्का मस्का न क्यामेरामा। मेरो ज्ञानी हुनु मेरो छोरी ठुली मान्छे हुनु। खोइ खुट्टा ढोगु मेरो छोरीको खुट्टा ढोक्छु म खुट्टा ढोक्छु। लु ज्ञानी हुनु ठुली मान्छे बन्नु खुसी हुनु। हाँस खै हाँस भने ल। अब भनेको छोरोलाई हस्पिटल लानु छ फेरि आज बर्थडेकै दिन होइन काले होइन। हेलो मेरो आज बर्थडे भन। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु। बाहिर 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 एकछिन बाहिर 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 ल ल। टु यु ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे, ह्यापी बर्थडे, ह्यापी बर्थडे टु यु। खोइ त अनि ह्यापी बर्थडे टु यु किन टोला कि ह्यापी बर्थडे टु यु नानी ठुली भाइ नभए नि बर्थडे टु यु। आज चाहिँ छोरीको बर्थडेको दिन हामी छोरालाई चाहिँ हस्पिटल लिएर जाँदैछौँ किनभने उसलाई खोकी लाग्दैछ। अनि भोलिदेखि डक्टरहरू बिदामा बस्नुहुन्छ होला के होला भनेर उसलाई अप्ठ्यारो भएर यहाँनिर रुँदैछ। गाह्रो छ है गाइस गाह्रो छ। छोरी उहाँ एक्लै छोडेर हिँडेको बर्थडेको दिन मम्मीहरूसँग चाहिँ अब भजन मन्दिर जान आँटेँ मम्मीहरूसँग होइन। मैले मनाउन पाइएन। भरे छोरीको बर्थडे मनाएको आउँछ भिडियोमा। अहिले चाहिँ प्रान्जल फार्मेसी जाँदैछौँ। किन हेर्नु नछुनु पनि वफादार त कुत्ते बन्ती है सिधा त्यस्तो कसरी खिच्दैछस् न सिधा खिच्न। राम्रो तपाईँको मुख यता सबैतिर आउँदैछ। जो दिदी पनि देखाउनु यता पनि देखाइदिन्छ नि त। ल यहाँ चाहिँ हाम्रो डेकोरेसन हुँदैछ। अलिक माथि बनाउनु न। ए साथीभाइले काम दैनन् हौ। जति भरे फोटो खिच्न आउँछ तेरो माथिको यतिमा अनि बेलुन लाउनुपर्छ त्यहाँ। ल ह्यापी बर्थडे टु यु। उयो ल हाम्रो यहाँ चाहिँ डेकोरेसन हुने कार्यक्रम भइरहेको छ। यता बर्थडे गर्ल यता हेर्नु बर्थडे गर्ल। खोइ म खोलिदिन्छु नि त भयो। झर्केको पनि आयो है। रियल पनि आयो नि रिलमा जस्तो बनिनु नि। त्यसो नभन न हौ ज्योति कस्तो गर्छ फाइनली डेकोरेसन कम्प्लिट भयो। इवानी
यहाँ हेर त डेकोरेसन तिम्रो बर्थडेको। लु त्यहाँ गएर बस त कस्तो देखिन्छौ, त्यहाँ बस त। आहा ढल्किनु हुँदैन नि पछाडि। खोइ थ्याङ्क यू अभि। ए यहाँ आउँदैछन् केटाकेटी। जति फोटो खिच्दा चाहिँ नदेखिने रहेछ नि त माथिको केही। छोडा त, छोडा इभान यता हेर हाँस। ल अहिले केही नचलाउनु है त्यहाँ। यता दिदी फेरि बर्थडेमा साडी लाएर बसेको छ। Keep silent. Honey, keep silent. Keep silent. बर्थडे वाली तो होला त बर्थडे गर्दा सुवाक आमा बर्थडे के जान्दैन यिनीहरु फेरि के पानी चुप न चुप उला फेरि सुली छिरो सबै छोरा सुवा बाइ गर्नु कसको बर्थडे हो कि इभानको बर्थडे हो? यो कसको हो एउटा मेरो एउटा इभानको। वाह यो चाहिँ कस्तो राम्रो वाउ कस्तो राम्रो। ओइ सम्राट तँ बल्ल हल्ला गर्ने हैन चुप लाग सबै कुरो ठिक छ। के अरे बुझ्नु भन्दै त हल्ला गर्नले होला गर्ने हैन बुधबार गर्नुपर्छ बुधबार सबिन काका यसरी कि किन जान्ने हो त्यो काट्नु तेर्छ। Happy birthday
हाई भन्दै एमाले समर्थक हितेश आचार्यजी आइसक्नु भएको छ दिउँसैदेखि साडी आमा छोरी त्यस्तो हल्दी पनि गरिस् बर्थडेमा हल्दी बर्थडेमा हल्दी पनि गर्न थाले कहाँ हल्दी गरेको थिएँ त सुन्दा छोडो छोरी नचलाउ न नचलाउ न अब टिको लाउँदा चिपो लाएर राख्ने कि अब चिपो लाएर अनि भयो उसकी बुढी बोलाइन्छ जस्ता बुढी बुबु छुट्टी चाहिँ भन्छ इबानी नचलाउ न उहाँ क्यामेरा भिडियो हेर भाइ सब हमारे गीत भाइ काट के अब भिडियो भाइ यहाँ टिकटहरु लागा हामीले लागेको गीत यहाँ कस्तो सुतो ह्यापी बर्थडेमा मैले तिमीले पनि ल्याइदिएको छु इबानीको आमा कति मजाले हो त सुबुको आमा चन्द्र आमा जीवन बुवा उसको साइनु नि त्यसै चन्द्र आमालाई रस पाए ओइ ह्यापी बर्थडे कराउँदै थ्याङ्क यू भन्नु जेन्जीलाई जेन्बी कि जेन्जी हो जेन्जी हो जानवी कि जेन्बी त्यसको पैसा चाहिँ राखिदिनु न कसले मान्छे राखिदिनु जानवी त्यहाँबाट ढाकेको त अब त्यहाँ हाल्दैन कहाँबाट आएर छोइ अहिले खाने होइन छोरी अहिले आउँछ त अहिले जति आउ त लाइनु एकछिनमा खाने आउँदैछ थुक्न नि ल थुक आइसक्यो अघि बाबा आमा बोल्दै आले हात त्यति के फाइदा हो खाना कति खोइ खोइ हाम्रो गिफ्ट खोइ मैले बिहानको सबै निकाल्यो बिहाको त भित्रको सबै दिएको भा छोरीलाई भाइ यता हाम्रो गिफ्ट छोरीलाई केही हुँदैन अहिले तिमीलाई बस्छ न यो यही राख न अहिले यही राख न लु लु भयो अब सबैलाई केक खानु लु आना आइज ल कहाँ जा यहाँ लाइदे ए अदिसिले लु लाइदिया अब दोकान आएर फेरि भाइ चित्त पनि साथ उसले हिजो लु केक हेर्नु लु बाची हुन्छ हुन्छ राख न अहिले राख म आते सुरु हो गया केक लगेर इमानी चस्मा मन पर्यो मन पर्यो केक देखाएको मात्रै रहेछ हेर केटाकेटी लगे दुइटै केक आउँछ दिदीले पनि ह्यापी बर्थडे एकछिन यसलाई सोध इमानी भोट केमा
अनि गएर ल म फेरि अब केक खान दिन्न भोट केमा रुख के छ बुइनीको बर्थडेमा मजा आयो तिमीहरूलाई मजा आयो दामी ह्याप्पी नानी ह्याप्पी सुब्रिन खाएन नि बिरामी भएर के खाएन के खाएन किनेर खानु नि भाइ यहाँ टिका लगाएर 30 पैसा 30 पैसा अनि तँलाई केक दिनु पर्ने हेर यो लाइट बाल्दा पनि कालो देखिन्छ जस्तो भाइ खोइ यो त यस्तै भयो छोरीको बर्थडे 3 वर्ष पुरा भएर 4 वर्ष लागिन् छोरी इभानी यता हेर हेलो गर सबैजनालाई थ्याङ्क यू भन खाना पाएपछि थ्याङ्क यू पूजा हालेर यो पैसाहरू म राख्छु के खानु के अरे म राख्छु नि ल सबैजनालाई बाई आजको दिन यस्तै हो थ्याङ्क यू सो मच ल सबैले बाई गरेर एकचोटि भन्छौ बाई